रातिको समयमा सर्प छोड्न आहो यहाँ यस्तो राति जङ्गलमा। यति राति राजा गैसो सर्प देख्न सक्नुहुन्छ यहाँ। उहाँ त्यो बाग्दा सक्नुहुन्छ यहाँ सर्प जाँदैछ अब जङ्गलतिर आफ्नो घरतिर। 4-5 फुट होला यो। राति अहिले दाइले धेरै सहयोग गरिदिनु भयो। अहिले हामी यो जङ्गलमा छोड्दैछौँ यसलाई। दुईटा मुख जस्तो हुन्छ दाइ यो। हुँदैन यसको दुईटा मुख हुँदैन। जहिलेले हो दाइ यो? अँध्यारो ठाउँमा हुन्थ्यो यो। हात टान अँध्यारोमा जानु म जान्दिनँ त अब। आँखा देखिन्छ? आँखा देखिन्न साथी। अरे आँखामा त देखिनै लाग्छ। 2 किलो जति होला नि त, 2 किलो त। यसो नि कस्तो राम्रो सर्प हो कि है। यति राति सर्प छोड्न आहो। मलाई टोक्ला फेरि जानु बचायो मलाई टोक्ने। अनि मान्छे त मारिहाल्छ नि यार। छोड्दैन अब जान्दैन। भित्तामा चढ्छ मजाले। दाइ अब जान्दैन छोड्नु सर भयो तपाईँ भयो जानिदिनुहोस् ल ल ल ल राजा जाऊ अब जानुहोस् तपाईँ जानुहोस् ल जानुहोस् बास ल डब्लु कथा लिनेस् र डब्लु कट्टा लाग्ने। यति राति हामी रेस्क्यु गर्न सर्पलाई छोड्न आएको यहाँ गोलघरतिर। ल